Shirish News, the daily diary of the Nepalese dream. मेरो त सबभन्दा अरू उम्मेदवारभन्दा विकासको मामलामा पनि म जतिको विकास यो क्षेत्रमा गरेका छु त्यसको पछाडि पनि आउन सक्दैन। त्यो एउटा कुरा हो। अर्को कुरा मेरो स्वभावले पनि म सबैभन्दा उत्कृष्ट उसमा उत्रिन्छु। र अर्को कुरा नेपाली कांग्रेस पार्टी पनि बदलिलो स्थितिमा आएको छ, नयाँ नेतृत्व आएको छ, सबैभन्दा नयाँ पार्टी जस्तो उभरेर आएको छ। त्यसले चाहिँ हाम्रो माने जित सुनिश्चित छ। अब यो त हाम्रो घोषणापत्र आउँछ, हाम्रो माने पार्टीको घोषणापत्रमा तपाईँ सबै त्यो कुरा कसले गर्छु त्यो सबै माने आउँछ त्यसमा। र यो क्षेत्रको समस्याको बारेमा पनि मैले पटक पटक संसदमा आवाज उठाएको छु, चाहे त्यो तटबन्धको कुरा होस् या बोर्डरको कुरा होस् या मनरा सिसवाको सुक्खाको कुरा होस्। सबै चाहिँ तपाईँहरूलाई पनि थाहा होला कि हाम्रो माने केन्द्रीय सभापति शेरबहादुर आउनुभयो, त्यहाँ मैले चाहिँ आफ्नो भाषणमा सबै कुरा माने राखेकै छु। यिनै कुराहरू छन्। म निर्वाचित भएपछि या यसै चाहिँ मैले समयमा मेरो टार्गेट थियो कि यो क्षेत्रभरि प्रत्येक खेतलाई पानी कसरी उपलब्ध हुन्छ, डिप बोर्डिङ गरेर हुन्छ कि नदी बेरेर हुन्छ, त्यो मेरो एउटा ठुलो टार्गेट हो। हरेक किसानको खेतमा पानी चाहिँ कसरी जान्छ, डिप बोर्डिङ गरेर हुन्छ कि के गरेर हुन्छ, त्यो चाहिँ हाम्रो माने मेन फोकस त्यही रहन्छ। म त यही भन्छु जनताहरूलाई कि मेरो चाहिँ कार्यकाल पनि 2 वर्ष बाँकी नै थियो। धेरै काम गर्नुपर्ने थियो, धेरै माने टार्गेट थियो तपाईँको जस्तो सिँचाइको टार्गेट, यहाँको विकासको माने कामहरू सबै अधुरै छ। खास गरी संविधान संशोधनको कुरा हो, त्यसमा पनि चाहिँ माने काङ्ग्रेसको होमवर्क माने धेरै हदसम्म भएको छ, त्यो अधुरा छ, त्यो पनि पुरा गर्नुपर्ने हो। कुनै कुराको लागि चाहिँ पुनः चाहिँ चुनावमा काङ्ग्रेस पार्टीलाई मत दिएर सबैले विजय गरेपछि चाहिँ पुरा हुन्छ।